तनावले सबैभन्दा पहिला चाहिँ मनलाई असर गर्छ। यसले मनलाई असर गर्दै मस्तिष्कको हार्मोनहरू, खास गरेर स्ट्रेस हार्मोन, त्यसलाई असन्तुलित गर्छ, त्यसलाई बढाउँछ। यसले हाम्रो मनमा तनाव, चिन्ता इत्यादि बढाएर यी जुन हार्मोनल चेन्जेसहरू ल्याउँछन्, जसले गर्दा हामीलाई फोकस गर्न, हामीले कुनै पनि कुरामा कन्सन्ट्रेट गर्न चाहिँ यसले चाहिँ अप्ठ्यारो पारेको हुन्छ। त्यस्तै यसले चाहिँ शरीरमा तुरुन्तै चाहिँ यदि तनाव भयो भने मुटुको चाल बढ्ने, शरीरको ब्लड प्रेसर, रक्तचाप बढ्ने, पाचन प्रक्रियामा चाहिँ पाचनमा समस्या ल्याउने र निन्द्रालाई असर पार्ने जस्ता दुष्प्रभावहरू यसले निम्त्याइदिन्छ। यो चाहिँ इमिडिएट आउने चाहिँ प्रभाव हो यदि हाम्रो मनमा चाहिँ तनाव, चिन्ता या दुःख भयो भने। यसले लामो समयसम्म शरीरलाई असर गर्यो भने त्यसले हाम्रो चाहिँ सम्झिने शक्तिलाई कम गर्छ। त्यस्तै हाम्रो निन्द्रा चाहिँ हराउँदै जान्छ। मुटु र मधुमेहका रोगहरू, विभिन्न रोगहरू यसले निम्त्याउन सक्छ।